बाहिरका साथीहरूलाई भन्न चाहन्छु, ताप्लेजुङ जिल्ला बाहेक बाहिरका साथीहरूले नबोल्दिनुहोस्। ताप्लेजुङ जिल्लाको सरकारको विषय हो यो, तपाईहरुको सरकारको विषय होइन। हाम्रो ताप्लेजुङ जिल्लालाई कसरी बनाउने, ताप्लेजुङ जिल्लालाई कसरी समृद्धि बनाउने, ताप्लेजुङ जिल्लामा कसरी विकास गर्ने भन्ने कुरा हाम्रो विषयको हो। तपाईहरु एकदमै विद्वान हुनुहुन्छ, सबै पढे लेखेको मान्छे हुनुहुन्छ। म देख्दैछु डाक्टर महेन्द्र लाउती, प्रेम एकतिन, तपाईको चाहिँ नन्दकन्दमा, तपाईको डिकेन्द्र थेगिङ, सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, किन आज तपाईहरु मर्यादा गर्दै हुनुहुन्छ? किन ताप्लेजुङमा केबल कार बन्नु हुँदैन भनेर चाहिँ सरकार समक्ष चाहिँ अनुरोध गर्दै हुनुहुन्छ? किन विरोध गर्दै हुनुहुन्छ? कारण के हो त? स्पष्ट हुनु पर्यो, स्पष्ट आउनु पर्यो, स्पष्ट आउनु पर्यो। किनभने हामीले 2700 मिटरको दूरीमा एउटा चाहिँ पाठीबाट जानको लागि, एउटा सहजताको लागि, एउटा सरलताको लागि र सजिलोको लागि हामी एउटा केबल कार निर्माण गर्दैछौँ। जबकि कम्पनीले निर्माण गरेको पनि आज झनै 3 वर्ष भइसकेको छ। अब यो सक्नलाई धेरै छैन। हामी दशैंमै भरसक चाहिँ यो केबल कार सम्पन्न गर्ने भनेर हाम्रो ठेकेदार साहब, हाम्रो इन्द्रजी पनि लागिरहनु भएको छ, सबै साथीहरू लागेका छ, कम्पनी लागेका छ, राज्य लागेका छ। तर राज्यलाई आज बन्दै गर्दाखेरि भनिरहेको चाहिँ यत्रो चाहिँ 2.5 अरब चाहिँ अब लगानी भइसकेको छ। अब यसलाई रोकेर चाहिँ यो साध्य हुन्छ र? ल भन्नुहोस् त, भोलि गएर यो साँच्चै रोक्ने भनेदेखिलाई निजी कम्पनीहरूले यो मुलुकमा लगानी गर्दैन। कसले लगानी गर्ने त? राज्यसँग पनि त्यो क्षमता छैन। किन भन्दाखेरि राम्रो कामलाई, राम्रो काम गरेको कुरालाई हामी सपोर्ट गर्छौं। हामी सबै चाहिँ ताप्लेजुङ जिल्लावासीहरू हामी सपोर्ट गर्छौं। किन भन्दाखेरि अहिलेसम्म सरकारले जहाँसम्म कुनै पनि क्षेत्रमा विकास निर्माण भइरहेको कुरामा मलाई जहाँसम्म बन्द गर्छ जस्तो लाग्दैन। तर केही साथीहरूले यो रिक्वेस्ट गरिरहेको, बिन्ती गरिरहेको सरकारप्रति गरेको कुरालाई चाहिँ आपत्ति छ। साथी हो, आउनुहोस्, तपाईँ हामी बसौँ, छलफल गरौँ। बिग्रेको केही छैन, बनिरहेछ, निर्माण भइरहेछ। तपाईहरुलाई चित्त नबुझेको कुरो राख्नुहोस्। बरु शेयर कति चाहिँ कम्पनीले दिनुपर्छ, शेयर कम्पनीलाई कति माग्नुपर्छ, बरु त्यो चाहिँ आग्रह गरौँ, होइन? र हामीले के गर्नुपर्छ, माथि चाहिँ पाथिबाट क्षेत्रमा चाहिँ त्यो डाँडामा चाहिँ के गर्नुपर्छ, अरु विकासहरू के गर्नुपर्छ, बरु सल्लाह गरौँ। यो बन्नु हुँदैन र बन्नै हुँदैन, बन्नै दिँदैनौ भन्ने कुरो चाहिँ यो चाहिँ ठूलो हाम्रो आपत्ति छ जिल्लावासीको। र म बाहिर बस्ने साथीहरूलाई पनि म के भन्न चाहन्छु भनेदेखिलाई, आज ताप्लेजुङ जिल्लामा 2-4 जना साथीहरूले बन्नु हुँदैन भनेर भनेको होला, तर ती साथीहरू पनि बन्नुपर्छ भन्ने कुरोमा चाहिँ उहाँहरू गइसक्नु भएको छ। 2-4 जना साथीहरू आउनुहुन्छ, प्रेस मिट गर्नुहुन्छ, यही कोठामा प्रेस मिट गर्नुहुन्छ, बन्नु हुँदैन, हामी जसरी पनि बनाउन दिँदैनौँ भनेर उहाँहरू बोल्नुहुन्छ।